अर्को कुरा के भन्दाखेरि यो बाहिर ट्याक्क हेर्नुहोस् त हजुरहरूले यो देख्दाखेरि पुरै हरियो देखिन्छ होइन मतलब हामीले बाहिरबाट हेर्दा यो पाकेकै छैन हरियो हो काँचै हो जस्तो लाग्छ क्या तर हामीले काटेर हेऱ्यौँ र खाएर हेर्दाखेरि अब हामीले उता गर्मी ठाउँ उत्पादन भएको एकदम रातो भएर परिपक्व हिसाबले पाकेको फल खाँदाको स्वाद र यो हरियाइरहेको चाहिँ यहाँ भन चिसो ठाउँ उत्पादन भएको हरियाईलाई काटेर खाँदाखेरिको ड्रागन फ्रुटको स्वाद चाहिँ त्यो पाकेको स्वाद र यो चाहिँ नपाकेको स्वादमा यो नै अझ बढी टेस्ट लाग्यो मलाई हैन। म चाहिँ यतिखेर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा छु। म जानकारी गराउन चाहन्छु यहाँहरूलाई र दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर 7 हो यो र साबिकको शिखरबेसी गाविस गाउँ विकास समिति भन्थे पहिला त्यो ठाउँमा रहेको छु र शिखरबेसी गाविसको पनि उच्च भाग लगभग यो समुद्री सतहदेखि लगभग 1700 देखि 1800 मिटरको हाइटमा रहेको ठाउँमा छु। हजुरहरूलाई जानकारी गराएँ मैले यो पारिपट्टि डाँडोमा चाहिँ जाडो महिनामा एकचोटि हिउँ पर्छ र उतापट्टि साइड पनि डाँडै छ यो डाँडाले ढाकेको ठाउँ हो र डाँडोको उच्च भागमा यो चारैतिर हिउँ पर्ने ठाउँ हो र यस्तो हिउँ पर्ने ठाउँमा यो चाहिँ यस्तो बर्सातको हिसाबले पनि यो अत्याधिक बर्सात हुन्छ हैन बर्खा टाइममा त्यो सबै कुरा प्राकृतिक कुराहरूमा अर्कै किसिमको भूगोल भएको ठाउँमा पनि यो ड्रागन फ्रुट छ। एउटा मान्यता के छ भने ड्रागन फ्रुट चाहिँ फेरि तराईमा फल्ने फल हो भन्ने खालको जुन विश्वास छ अथवा त्यो खालको अहिलेसम्म तराईमै गरिरहेको अथवा नेपालकै पनि लगभग त्यो चाहिँ गर्मी ठाउँहरूमा मात्रै यसको चाहिँ खेती भइरहेको अवस्थामा नुवाकोटमा भन्यो हो भने चाहिँ तपाईँको यो अलि तल यो चौगाडा भन्ने ठाउँ छ हैन त्यो एकदम चाहिँ समथर ठाउँ र त्यहाँ तापक्रमको हिसाबले यहाँभन्दा धेरै नै गर्मी त्यो ठाउँमा उत्पादन भएको छ। लगभग नुवाकोटको त्यो एकदम तल भूभागमा उत्पादन भइरहेको र त्यहाँबाट माथि हेर्ने हो भने यो ठाउँबाट धेरै वरपर टाढासम्म पनि यो खालको खेती छैन हैन त्यो खालको खेती पनि छैन र यति हाइटमा झन् समथर ठाउँमा त त्यो तल त्यति तल टाढा छ भनेपछि यहाँ यति माथि त वरिपरि कसैले यो खेती गरेकै छैन भनेपछि यति माथि यो खालको खेती हुने भनेको यो कसैले नगरेको हैन यो चाहिँ असम्म मान्छेले पहिला के पनि भन्ने हाम्रो यहाँ यो जुन यहाँ लाउनु भएको छ दाइले उहाँले के भन्नुभएको थियो भने यो ठाउँमा यति उचाइमा यसरी चाहिँ यो पाखो ठाउँमा फेरि हैन हरेक कुराहरूको जमिन पनि त्यति राम्रो नभएको र यति चाहिँ तापक्रम पनि कम भएको ठाउँ यसरी चाहिँ उत्पादन हुँदैन भन्ने हिसाबले सबैले हैन यो काँडा रोपेर यो चाहिँ पिल्लर उठाएर यस्तो खर्च गरेर हैन फेरि यहाँ ढुवानीको हिसाबले पनि यहाँ सबै कुराहरू ल्याएर बनाउन पनि भनौँ न बाटोको असुविधाको कारण हरेक कुराले अलिक कति कठिनाइ पनि थियो। सबै कुराहरू कठिनाइहरूलाई चाहिँ पार गर्दै सबैको कुराहरू सुन्दै हैन मान्छेहरूले फेरि यो हुँदैन यो किन उ भएको भन्ने खालको हरेक कुराहरूलाई सामना गर्दै एउटा आत्मविश्वासले म गर्न सक्छु मेरो ठाउँमा चाहिँ मेरो जमिन छ मेरो बाँझो भएको जमिनलाई चाहिँ म सदुपयोग गर्छु भन्ने हिसाबले दाइले गर्नुभएको रहेछ भनेपछि उहाँलाई म के भन्छु भने एउटा एक किसिमको यत्रो आत्मविश्वास भएर यो ठाउँ यसरी चाहिँ उत्पादन गर्नु भनेको एउटा हैन नमुना नै हो एउटा नमुना कृषकको रूपमा उहाँले यसरी काम गर्नुभयो र लगभग 2-3 वर्ष अगाडिदेखि नै यहाँ चाहिँ अहिले यो उत्पादन गरेर बेच्दै आउनु भएको रहेछ भनौँ यो व्यावसायिक रूपले नै यसरी लगभग 200-300 वटा बोटहरू चाहिँ यसरी रोपेर उत्पादन सुरु गर्नुभएको भनेको एउटा राम्रो हो। उहाँलाई मैले नमुना कृषकको रूपमा लिएँ र आएको बेला उहाँले के भन्नु भने ठिक छ तपाईँहरू आउनुभएको छ एउटा चाहिँ खानुहोस् हैन कसै तपाईँहरूले तराईको अथवा गर्मी ठाउँमा उत्पादन भएका चिजहरू अथवा यो गर्मी ठाउँमा उत्पादन भएका ड्रागन फ्रुट्सहरू त खानुभएकै थियो र यो चिसो भागमा उत्पादन भएको चाहिँ खाइहेर्नुहोस् भन्ने हिसाबले उहाँले कुरा गरिसकेपछि हामीले यो एउटा चाहिँ उ गरेका छौँ र यसलाई चाखी पनि हेर्छौँ। हामीले तराई अथवा चाहिँ गर्मी ठाउँमा उत्पादन भएको खाइरहेका थियौँ यो त्यहाँको टेस्ट पनि मलाई थाहा छ र त्यसै यहाँको अहिले यति चिसो ठाउँमा मैले पहिलोचोटि खाँदैछु यो चिसो ठाउँ उत्पादन भएको चाहिँ त्यहाँको टेस्ट र यहाँको टेस्ट कस्तो हुँदो रहेछ भन्ने हिसाबले म खाएर यहाँहरूलाई बताउनेछु। म खान्छु है त ल एकदम दामी हेर्नुहोस् है यो कलरको हिसाबले यो रातो भनिँदो रहेछ अरू कलर पनि हुन्छ सेतो पहेँलो टाइपको यो रातो खालको फल छ यस्तो भनौँ न यो फेरि उहाँ दाइले अहिले जानकारी के गराउनु भएको थियो भने हामीले यो उत्पादन गर्दाखेरि युरिया मल अथवा कुनै पनि विषादीहरू हैन केही पनि प्रयोग गरेका छैनौँ मात्र हामीले उत्पादन हाम्रै चाहिँ घरमा उत्पादन पालिएका भैँसी गाईहरूको चाहिँ हैन कम्पोस्ट मलहरू हालेर
अथवा त्यही खालको चाहिँ गरेर विषादी रहित तरिकाले उत्पादन गरेका छौँ भन्नुभयो। हामीले हेऱ्यौँ पनि यहाँ कुनै पनि किसिमको त्यस्तो खालको प्रयोगहरू गरे जस्तो लागेन हामीलाई होइन। त्यो खाले प्रक्रिया गरेर उत्पादन गर्नुभएको यति होइन उच्च ठाउँमा चाहिँ यस्तो भनौँ न प्रायः चाहिँ यसरी कुहिरोले ढाकिरहने ठाउँमा यसरी चाहिँ उत्पादन गरेर फलेको फल खान पाउँदाखेरि मलाई एकदम दामी लाग्यो होइन। स्वाद त्यहाँको भनौँ गर्मी ठाउँमा उत्पादन भएको भन्दा एकदम मिठो छ। अर्को कुरा के भन्दाखेरि यो बाहिर ट्याक्क हेर्नुहोस् त हजुरहरूले, यो देख्दाखेरि पुरै हरियो देखिन्छ होइन। मतलब हामीले बाहिरबाट हेर्दा यो पाकेकै छैन, हरियो हो, काँचै हो जस्तो लाग्छ क्या। तर हामीले काटेर हेऱ्यौँ र खाएर हेर्दाखेरि अब हामीले उता गर्मी ठाउँमा उत्पादन भएको एकदम रातो भएर परिपक्व हिसाबले पाकेको फल खाँदाको स्वाद र यो हरियाइरहेको चाहिँ यहाँ भन चिसो ठाउँ उत्पादन भएको हरियाईलाई काटेर खाँदाखेरिको ड्रागन फ्रुटको स्वाद चाहिँ त्यो पाकेको स्वाद र यो चाहिँ नपाकेको स्वादमा यो नै अझ बढी टेस्ट लाग्यो मलाई होइन। भनेपछि यहाँ यस्तो खालको चाहिँ यो एकदम स्विटनेस बढी भएको अथवा चाहिँ एकदम होइन मिठो खालको चाहिँ उत्पादन भएको रहेछ। पक्कै पनि यहाँहरूलाई यो अहिले दाइले जानकारी गराइसक्नु भएको के कुरा छ भने यदि अर्डर गरेको खण्डमा अथवा कसैले चाहिँ हामीलाई चाहियो भन्नुभयो भने उहाँले यो काठमाडौँसम्म पनि डेलिभरी गर्न सक्ने कुराहरू पनि बताइसक्नु भएको छ होइन। त्यो भएको हुनाले हजुरहरूलाई यदि यो चाहिँ हिमाली भेग अथवा चाहिँ यो उच्च ठाउँमा चाहिँ उत्पादन भएको ड्रागन फ्रुट्सको चाहिँ स्वाद लिन चाहन्छौँ भन्ने किसिमको चाहिँ चाहना छ भने पक्कै पनि हामीले चाहिँ नम्बर राखिदिनेछौँ। नम्बरमा फोन गरेर हजुरहरूले त्यो अर्डर गरेर हजुरको काठमाडौँमा बसेको ठाउँमा चाहिँ हजुरको घरमा यो ड्रागन फ्रुट चाहिँ आइपुग्छ है। त्यो भएको हुनाले तपाईहरुले स्क्रिनमा दिएको नम्बरमा फोन गरेर आफ्नो अर्डर गर्न सक्नुहुन्छ र यो स्वाद हजुरहरूले पनि लिन सक्नुहुन्छ। अहिलेलाई मैले यति नै भन्न चाहे। पक्कै पनि हजुरहरूले पनि खाएपछि यसको स्वाद र यसको चाहिँ हरेक कुराहरुको प्रतिक्रिया सुझावहरू यहाँहरूले पनि दिन सक्नुहुनेछ। यहाँहरूलाई पक्कै पनि यो भिडियो चाहिँ जानकारीमूलक रह्यो होला भन्न चाहन्छु, किनभने हजुरहरू पनि यो किसिमको चाहिँ खेती गर्न चाहिँ चाहिरहेको पनि हुन सक्छ हैन। त्यो भएको हुनाले ठीक छ, यस्तो खालको चाहिँ हैन नमुना तरिकाले खेती भएको कुराहरू अथवा चाहिँ कुराहरूलाई हामीले देखाउन पर्छ भन्ने हिसाबले यहाँ आइपुगेका हौं। पक्कै पनि यहाँहरूलाई थाहा छँदैछ कहिले हामी चाहिँ किसानको बारीमा पुग्छौं, कहिले चाहिँ हैन शहरमा पुग्छौं, कहिले कहाँ पुग्छौं। हरेक किसिमले लगभग हामी प्रत्यक्ष रूपमा किसानको ठ्याक्कै भनौं त्यो ग्राउन्ड किसानकै फर्मसम्म, किसानकै खेतसम्म, किसानकै बारीसम्म, पाखासम्म पुगेर हामी दुःख गरेर भए पनि भिडियो बनाइरहेका हुन्छौं। पक्कै पनि यस्ता खालको जानकारीहरू यहाँहरूलाई पक्कै राम्रो लाग्छ भन्ने लाग्छ र केही सल्लाह सुझाव छ भने हामीलाई दिन सक्नुहुन्छ। अहिलेलाई भने म यहाँहरूबाट बिदा माग्छु। हजुरहरूको पल शुभ रहोस्। हस्त, धन्यवाद।